नमस्कार साथीहरू। हामी नेपालकै अत्यन्त प्रसिद्ध धार्मिक तथा प्राकृतिक गन्तव्य गोसाइँकुण्ड यात्रामा निस्किएका छौँ। हिमालको काखमा अवस्थित यो पवित्र ताल हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ। समुद्र सतहबाट करिब 4380 मिटर उचाइमा रहेको गोसाइँकुण्ड पुग्नु आफैमा एउटा रोमाञ्चक अनुभव हो। आजको भिडियोमा हामी यात्रा सुरु गरेको स्थानदेखि गोसाइँकुण्डसम्म पुग्दासम्मका सम्पूर्ण दृश्य, अनुभव र रमाइला क्षणहरू तपाईहरूसँग साझा गर्नेछौँ। हाम्रो यात्रा यसरी सुरु हुन्छ। मकवानपुर जिल्लाको मनहरीबाट वैशाख 23 गते मध्याह 12 बजे 2वटा मोटरसाइकलमा 4 जनाले यात्रा गरियो। रमाइलो यात्रासँगै रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा करिब साँझ 7:30 बजे पुग्यौं। साँझ भइसकेकोले हामी धुन्चेको नामगेल होटेलमा बास बस्यौं। धुन्चेमा हामी चाहिँ एउटा होटलमा बास बसेको। अब यहाँबाट उठेर हामी फ्रेस भइसक्यौँ। 24 गते बिहान धुन्चेबाट देउराली, चन्दनबारी हुँदै हामी गोसाइँकुण्ड जाने भनी निर्णय गरियो। पछि जिल्ला वन कार्यालय रसुवाका डिएफओ शम्भु तामाङ दाजुसँग भेट भयो। दाइ पनि हेटौडाको नै भएकोले हामी आफ्नै गाउँका भाइहरू पुग्दा अति खुसी हुँदै उहाँले हामीलाई मिठो चियाले स्वागत गर्नुभयो। देउरालीको बाटोभन्दा ठुलो स्याप्रुको बाटो 5 घण्टा कम समयमा पुगिन्छ र उकालो पनि कम पर्छ भन्नुभयो। हाम्रो यात्रालाई सहज बनाउन दाइले 3वटा ट्रेकिङ स्टिक र लेक लाग्न सक्छ भनी लसुन प्याज काटेर पोलिथिनमा पोको पारिदिनु भयो। दाइसँग बिदा माग्दै हामी धुन्चेबाट करिब 8 बजेतिर ठुलो स्याप्रुतर्फ हिँड्यौँ। ठुलो स्याप्रुमा गएर खाना खाएर मोटरसाइकल राख्ने ठाउँसम्म पुग्दा मध्याहको 12:30 बजिसकेको थियो। चिसो मौसम, हिमाली हावा र वरिपरि देखिने पहाडहरूले यात्रा सुरु गर्नु अघि नै उत्साह थपिदिएको थियो। यहाँबाट हाम्रो पदयात्रा सुरु भयो। सुरुमा बाटो सजिलो जस्तो लागे पनि बिस्तारै उकालो बढ्दै जाँदा यात्रा चुनौतीपूर्ण बन्न थाल्यो। तर प्रकृतिको सुन्दरताले प्रत्येक पाइला सहज बनाइरहेको थियो। बाटोभरि हरिया जङ्गल, चराचुरुङ्गीको आवाज, साना खोल्साहरू र झरनाहरूले यात्रालाई अझ रमाइलो बनाइरहेको थियो। निकै रमाइलो र उत्साहित हुँदै करिब 4 बजे छोराङलापाटी सहजै पुग्यो। जब हाम्रो छोराङलापाटीबाट लौरी बिनाको पदयात्रा सुरु भयो, त्यस स्थानदेखि माथि हिमपात भएकाले जाडो हुन थाल्यो। हिँड्दै जाने क्रममा सास फेर्न असहज हुँदै गयो। हामी जसो तसो गरी साँझ 36 बजे लौरी बिना पुग्यौँ। हामी त्यो उचाइमा पहिलो पटक पुगेको भएर होला रातभर निदाउनै सकिएन। असहजताका साथ रात बितायौँ। हामी 4 बजे उठेर फेरि पदयात्राको तयारी सुरु गर्यौँ। त्यही बेला हामी मध्ये 2 जना साथीहरू जान नसकिने भयो। हामी फर्कन्छौँ भन्नुभयो र उहाँहरू फर्किनुभयो। लौरी बिनाबाट बिहान करिब 5 बजे ज्ञानेन्द्रजी र म गोसाइँकुण्डको पाइला अगाडि बढायौँ। यात्राको क्रममा हामीले धेरै पर्यटक तथा बाह्य पर्यटकहरू भेट्यौँ। केही साथीहरूसँग आएका थिए, कोही परिवारसँग त कोही एक्लै यात्राको आनन्द लिइरहेका थिए। सबैको अनुहारमा उत्साह र गोसाइँकुण्ड पुग्ने चाहना स्पष्ट देखिन्थ्यो। हामी उकालो चढ्दै जाँदा मौसम परिवर्तन हुन थाल्यो।
केही समय घाम लाग्ने, फेरि कुहिरो आउने अनि चिसो हावा चल्ने हिमाली मौसम साँच्चीकै अनिश्चित हुँदो रहेछ। तर त्यो मौसमले नै यात्रालाई अझ रोमाञ्चक बनाइरहेको थियो। माथि पुग्दै जाँदा वरिपरि देखिने हिमालहरू अझ स्पष्ट देखिन थाले। सेता हिमालहरू नजिकबाट देख्दा मनमा छुट्टै आनन्द महसुस हुँदो रहेछ। कैयौँ घण्टाको कठिन यात्रापछि अन्ततः हामी गोसाइँकुण्ड पुग्यौँ। साँच्चै भन्ने हो भने त्यो दृश्य शब्दमा वर्णन गर्न गाह्रो छ। शान्त ताल, वरिपरि हिउँले ढाकिएको हिमाल, नीलो आकाश र चिसो हावाले मन नै लोभ्याइरहेको थियो। त्यहाँ पुगेपछि यात्राको सम्पूर्ण थकान एकैछिनमा हराए जस्तो लाग्यो। तालको पानी अत्यन्त सफा र नीलो देखिन्थ्यो। धार्मिक विश्वास अनुसार भगवान शिवले समुद्र मन्थनपछि निकालेको विषको ताप शान्त पार्न त्रिशूलले प्रहार गरी यो कुण्ड सिर्जना गर्नुभएको भन्ने मान्यता छ। त्यसैले यो स्थान हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल बनेको हो। जनै पूर्णिमाको समयमा यहाँ हजारौँ भक्तजन आउने गर्छन्। कतिपय मानिसहरू कठोर यात्रा गरेर पनि केवल आस्था र विश्वासका कारण यहाँ पुग्ने गर्छन्। गोसाइँकुण्ड केवल धार्मिक स्थल मात्र नभई प्राकृतिक सौन्दर्यले भरिपूर्ण एउटा स्वर्ग जस्तै स्थान हो। यहाँको शान्त वातावरणले मनलाई आनन्द र सकारात्मक ऊर्जा दिन्छ। हामीले त्यहाँ केही समय बितायौँ, फोटो तथा भिडियो खिच्यौँ र हिमाली दृश्यको आनन्द लियौँ। चिसो हावा यति तीव्र थियो कि लामो समय बस्न गाह्रो भइरहेको थियो, तर त्यहाँबाट फर्किन मन भने लागिरहेको थिएन। प्रकृतिले दिएको अनुपम उपहार जस्तै लाग्थ्यो गोसाइँकुण्ड। साथीहरू, यदि तपाईलाई ट्रेकिङ, हिमाल र प्राकृतिक सौन्दर्य मनपर्छ भने जीवनमा एकपटक गोसाइँकुण्ड अवश्य यात्रा गर्नुहोस्। यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा होइन, यो आत्मिक शान्ति र प्रकृतिसँग नजिक हुने अनुभव पनि हो। आजको ब्लग यत्तिकै। भिडियो मन परे लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यस्तै रमाइला यात्रा र नयाँ अनुभवका लागि हाम्रो च्यानललाई सब्स्क्राइब र फेसबुक पेजलाई फलो गर्नुहोस्। फेरि भेटौँला अर्को नयाँ यात्रासँग। धन्यवाद।